नमस्कार है त सबैजनालाई। अनि मैले 100 दिनको भिडियो च्यालेन्ज एक्सेप्ट गरेको छु। आज 16औं दिन हो। अनि मैले चाहिँ यो 3 दिनको भिडियो खिचेको थिएँ अनि त्यसलाई नै कभर गर्न खोजेको छु। अनि पहिलो दिन चाहिँ म यस्तै 7:30 तिर बाहिर निक्लिन लागेको थिएँ। अनि फेरि ताइक्वान्डोमा अनि त्यहाँ चाहिँ भिडियो खिच्न मनाइ रहेछ। भिडियो खिचेन, घर आएँ। अनि फेरि त्यो दिनको भिडियो एकदमै छोटो भयो। अनि के बनाउने कसो बनाउने एकदम कन्फ्युज भयो नि त। अनि फेरि त्यो दिन कन्फ्युज भएपछि त्यो दिन सक्यो, खाना खाए सुत्यो। अनि त्यसको भोलिपल्ट फेरि बिहानै हजुरआमा हजुरबुवा अनि काका फुपूहरू घुम्न जाने तयारी भइरहेको थियो। फेरि मलाई पनि जाउँ जाउँ भन्दै हुनुहुन्थ्यो। म चाहिँ नजाने यसपालि भने। अनि उहाँहरू खाना खाएर जानुभयो। अब त्यसपछि म अब घरमा के गर्ने भयो। त्यो दिन यही करेसा बारीतिर पानी हाल्ने, अगाडि गमलतिर पानी हाल्ने गरेँ। एकछिन टाइम पास भयो। अनि कपडा धोएँ। अनि त्यसपछि त्यो दिनको साँझ पर्यो त्यत्तिकैमा। अनि खाना पकाएँ, काम लान प्याक गरेँ। त्यसपछि भोलि बिहान उठेर भिडियो केही नखिचिकन काम गरेर भर्खर आएँ। अब आइसकेपछि अहिले के गर्ने एकछिन कन्फ्युज भयो नि त। अनि त्यही भएर यहीँ बास्केटबल यसो खेल्ने तयारी गर्दैछु। एक्लै छ उहाँहरू। ओके ल, हजुरहरूलाई अब म भोलिको भिडियोमा भेट्नेछु। त्यतिन्जेलको आफ्नो ख्याल गर्दै गर्नु होला। र योभन्दा अगाडिको पार्टहरू हेर्नुभएको छैन भने गएर हेर्नु होला। र जस्तो मनमा लागेको त्यस्तो कमेन्ट गरिदिनु होला। अनि म हजुरलाई अब फेरि नेक्स्ट भोलिको भिडियोमा भेट्नेछु। धन्यवाद, बाई बाई, नमस्ते।